भयो बार्सिलोना भयो। अब चाहिँ अब अल्भारेजको पछि लागेर केही काम हुन्छ जस्तो लाग्दैन मलाई। किनकि उनीहरूको बोर्डबाट कुरा आइसकेको छ 150 देखि 200 मिलियन नै दियो भने पनि हामी आफै यसलाई छोड्दैनौँ भनिरहेको छ। त्यो हुँदै गर्दाखेरि अझै पनि पछि लागिरहेको छ भने तिमीलाई त मूर्ख भन्ने कि के भन्ने अब। किनकि अब लापोर्ता र डेकोले चाहिँ ठुलो काम गर्नु जरुरी छ। किनकि हामी नेक्स्ट सिजनमा जाँदै गर्दाखेरि चाहिँ फेरन टोरेसलाई चाहिँ हामीले एज अ स्टार्टिङ नम्बर 9 को रूपमा लैयो भने चाहिँ बार्सा सिधै डुब्यो। च्याम्पियन्स लिगको त हामी त ग्रुप स्टेजबाट नखेले हुन्छ, त्यहाँ कि खेल्नु औचित्य हुन्छ जस्तो लाग्दैन मलाई। फेरन टोरेसले हो उसले राम्रो खेलिरहेको छ, तर त्यो मान्छे भनेको चाहिँ एउटा गेममा ह्याट्रिक हान्ने, अर्को गेममा चाहिँ बलै नछुने खालको प्लेयर हो। त्यही भएर मलाई भर लाग्दैन। स्पेनिस मिडियाहरूले पनि यस्तो खत्तम काम गरेर आएको छ। वर्ल्ड कपभन्दा अगाडि यो अल्भारेजलाई यस्तो मजाले प्रेसर दिइरहेको थियो। उता एथलेटिको र यता बार्साको चाहिँ घमासान छुट्टै छ। त्यो हुँदै गर्दाखेरि चाहिँ मेन्टली यस्तो मजाले प्रेसर परेर आएको थियो। तर अहिले आएर फेरि पनि 2 दिनमा यता वर्ल्ड कपको फाइनल छ र अहिले आएर फेरि पनि यो रिमोट चल्नु भनेको चाहिँ यहाँ पक्कै न पक्कै यहाँ भित्र एउटा के कुरा चलिरहेको छ। र त्यही भएर अब यहाँबाट अल्भारेज बार्सा आउँछ भने मैले कुनै हालतमा सोच्नेवाला छैन। र त्यही भएर बार्सा चाहिँ अब अल्टरनेट खोज्न गयो हुन्छ। अब त्यसमा अब को आउने, अब मैले त सोचेको भनेको एउटा भिक्टर ओसिमेन हो। तपाईँले चाहिँ अब कुन प्लेयर्स आइदियो हुन्थ्यो, अब त्यो चाहिँ अब कमेन्ट गरिदिनु होला। यता अब एल क्रुपी जुनियर बर्नमाउथको ऊ चाहिँ अलिकति हेभिली लिङ्क छ। अब बार्साले अब यङ स्ट्राइकर नै ल्याउँछ जस्तो लागिरहेको छ मलाई। किनकि 38 वर्षको त लेभेन्डोस्कीलाई बेच्दै गर्दाखेरि चाहिँ फेरि पनि 30-32 वर्षको प्लेयर ल्याएर चाहिँ त्यो ग्यामल खेल्छ जस्तो लाग्दैन मलाई। अब को आउने थाहा छैन, तर पनि चाहिँ अब चाहिँ बार्सा पछाडि छोडिदियो यार। अलिकति बचेको चाहिँ इज्जत त राख होइन। अलिकति एथलेटिको म्याडसँग बार्सा झुक्न पनि कुनै पनि कारण छैन। किनकि थाहा छ अब अल्भारेजको राम्रो छ, बार्साको सिस्टममा मजाले काम गर्नेवाला थियो। अब हान्सी फ्लिकले पनि ओके गरेको साइन हो। तर अब उनीहरू बेच्नै चाहँदैनन् भने यहाँ पछि लाएर केही हुनेवाला छैन। अब यो त प्रिसनकै त ट्रेनिङहरू चाहिँ सुरु भइसकेको छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अब पहिलाको पालि जस्तो त्यो लास्टमा गएर त्यो ट्रान्सफर विन्डोको लास्टमा गएर चाहिँ अल्भारेज जस्तो चाहे त्यो अरू कुनै प्लेयर्सहरू होस् तिनीहरूले ल्यायो भने चाहिँ उनीहरूले प्रपर प्रिसिजन पाउँदैन। प्रिसिजन नपाइसकेपछि हान्सीको ट्याक्टिक्समा चाहिँ उनीहरूलाई अलिकति आउन गाह्रो हुन्छ। र त्यो भएर चाँडै नै एउटा अल्टरनेटको साथ यो प्रिसिजनमा चाहिँ बार्साले चाहिँ एउटा स्ट्राइकरको साथ गयो भने चाहिँ त्यहाँतिर राम्रो चाहिँ अरू केही हुन्छ जस्तो लाग्दैन मलाई। र त्यही भएर तपाईँको विचारमा चाहिँ यदि अल्भारेज आएन भने कुन प्लेयर ल्याउँदा चाहिँ ठिक होला, त्यो चाहिँ कमेन्ट गरिदिनु होला।